बालेन प्रधानमन्त्री, राजु पाण्डे गृहमन्त्री। कल्पना गर्नुस् त त्यो दृश्य। प्रधानमन्त्रीको कुर्सीमा बालेन शाह र गृहमन्त्रीको कुर्सीमा राजु पाण्डे। हो, तपाईले सही सुन्नुभयो। काठमाडौँ महानगरमा जसरी बालेनले आदेश दिन्थे र राजु पाण्डेले भुइँमा खस्न नपाउँदै कार्यान्वयन गर्थे, अब सिङ्गो देश त्यही मोडेलमा। भावी गृहमन्त्री, सामाजिक सञ्जालमा चर्चा छ बालेन प्रधानमन्त्री, राजु पाण्डे गृहमन्त्री। के राजु पाण्डे यो पदका लागि योग्य छन्? पाण्डे भन्छन्, म तयार छु। उनी कुनै गफ दिएर होइन, आफ्नो क्वालिफिकेसन देखाएर दाबी गर्दैछन्। म म्यानेजमेन्टमा मास्टर्स गरेको मान्छे हुँ। मलाई ल एन्ड अर्डर के हो राम्रोसँग थाहा छ। त्यसको अध्ययन पनि छ र अनुभव पनि। सुन्नुभयो? आजसम्मका गृहमन्त्रीहरू जो फाइल सदर गर्न पनि सचिवको मुख ताक्थे, तिनको अगाडि पाण्डेको यो दाबी बम खसे जस्तै हो। उनी भन्छन्, जनताले मलाई त्यो रूपमा देख्न चाहेका छन् भने म पछि हट्दिन। हामी केही घण्टाभित्रै परिवर्तन गरेर देखाउन सक्छौँ। केही घण्टाभित्र? यो ओभर कन्फिडेन्स हो कि काम गर्ने हुटुटी? तर एउटा कुरा पक्का छ, यदि गृहमन्त्रीको कुर्सीमा पाण्डे बसे भने माथिबाट फोन आयो, मान्छे छोडिदेऊ भन्ने दिनको अन्त्य हुनेछ। अपराधीलाई राजनीतिक संरक्षण दिने दिनको अन्त्य हुनेछ। बालेनको लागि राजु पाण्डेले सरकारी जागिर, त्यो पनि नगर प्रहरी प्रमुखको पावरफुल पोस्ट त्यागे। कतिले भन्छन् पाण्डे बालेनका अन्धभक्त हुन्, तर राजु पाण्डेको जवाब सुन्दा लाग्छ यो अन्धभक्ति होइन, यो एउटा मिसन हो। महानगरमा हुँदा हामीले देख्यौं बालेनको भिजन र पाण्डेको एक्सन। पाण्डे भन्छन्, बालेन सरले मलाई कहिल्यै गलत काम गर्न दबाब दिनु भएन। उहाँ अध्ययन गरेर काम गर्नुहुन्छ र काम गर्नेलाई स्वतन्त्र छोडिदिनुहुन्छ। त्यही इमान्दारीले हाम्रो ट्युनिङ मिलेको हो। यही ट्युनिङले काठमाडौँका फुटपाथ खाली भए। यही ट्युनिङले अवैध संरचना भत्किए र अब यही ट्युनिङ सिंहदरबार छिर्दैछ। पाण्डे भन्छन्, म बालेन सरको देश बनाउने सपनामा साथ दिन जागिर छोडेर आएको हुँ। सोच्नुस् त, यदि प्रधानमन्त्री र गृहमन्त्री बीच यस्तै ट्युनिङ भयो भने भ्रष्टाचारी र अपराधीहरूको हालत के होला? अहिलेको सरकारमा प्रधानमन्त्री एउटा बोल्छन्, गृहमन्त्री अर्को गर्छन्। तर बालेन र पाण्डेको जोडी वचन होइन, एक्सनमा विश्वास गर्छ। देश चुनावमय भएको छ, तर यो चुनाव सामान्य छैन। केपी ओलीको